के तपाईँलाई पनि रातको समयमा निद्रा लाग्न गाह्रो हुन्छ? ओछ्यानमा पल्टिएपछि घन्टौँसम्म निद्रा आउँदैन? यदि आउँदैन भने यो कथा तपाईँको लागि हो। आज मैले जुन कथा लिएर आएको छु, यस कथाले तपाईँलाई रातभरि मिठो अनि गहिरो निद्रा लाग्नेछ। तपाईँ कहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ अनि रातको कति बजेको छ त्यो पनि कमेन्टमा कमेन्ट गर्न नबिर्सिनुहोला। आउनुहोस् अब कथा सुन्दै सुन्दै गहिरो निन्द्रामा जाउँ। रात बिस्तारै गाउँमाथि ओह्रालो लागिरहेको थियो। आकाश सफा थियो, अनगिन्ती ताराहरू चम्किरहेका थिए र गोलो चन्द्रमामा पहाडको टुप्पोमाथि शान्त रूपमा बसिरहेको थियो। त्यो गाउँको नाम थियो शीतल गाउँ। कहिले त्यो गाउँको नाम जस्तै शीतल थियो। हरेक बिहान खोलाको मधुर आवाजले गाउँलाई बिउजाउँथ्यो। हावाले धानका बालाहरू हलुका हल्लाउँथ्यो। गाईका घन्टीको मधुर आवाज टाढासम्म सुनिन्थ्यो। तर अहिले त्यो सबै धेरै पुरानो सम्झना बनिसकेको थियो। धेरै वर्ष अघि पानी निकै कम परेको थियो। खोला जुन कहिल्यै नरोकिने जस्तो लाग्थ्यो, अहिले सासाना ढुङ्गाहरू मात्र देखिने ठाउँ बनेको थियो। गाउँमा कसैले ठुलो स्वरमा गुनासो गर्दैनथ्यो। सबैले जीवनलाई बिस्तारै स्वीकार गरेका थिए। हरेक बिहान सूर्योदयसँगै उठ्ने, आफ्ना काम गर्ने, बेलुका चन्द्रमामा उदाएपछि घर फर्कने, यही गाउँको दैनिकी थियो। उही गाउँका किसानहरू एउटा सानो माटोको घरमा बस्थे। त्यो घरमा बस्थे भीम धेरै गरिब थिए। उसको घर पुरानो थियो, छानो परालको थियो। भित्तामा समयका धेरै वर्षका चिन्हहरू देखिन्थे। तर उसको घर सधैँ सफा हुन्थ्यो। घर अगाडि एउटा सानो तुलसीको बोट थियो। हरेक बिहान भीम त्यसलाई थोरै बाँकी रहेको पानीले सिँचाइ गर्थ्यो। मानौ पानीभन्दा पनि आशा सिँचाइ गरिरहेको छ। भीमसँग धेरै धन थिएन, तर उसँग एउटा बानी थियो। हरेक दिन बिहान गाउँभरि शान्तसँग हिँड्ने। कसैले उसलाई हतार गर्दैनथे। ऊ बाटोमा पनि प्रत्येक रुखलाई हेर्थ्यो, आकाशलाई हेर्थ्यो, चरा उडेको सुन्थ्यो, हावाको दिशाको महसुस गर्थ्यो। गाउँलेहरूले भन्थे भीम धेरै बोल्दैन, तर प्रकृतिले भने मानव उससँग सधैँ कुरा गरिरहेको थियो। एक साँझ चन्द्रमा बिस्तारै माथि सर्दै थियो। भीम आफ्नो घर अगाडि बसेर सुतिरहेका थिए। हावाको धुलो बिस्तारै उडिरहेको थियो। त्यही बेला एउटी निकै वृद्ध आमाले बिस्तारै लट्ठी टेक्दै त्यहाँ आइन्। उनले भीमको छेउमा बसिन्। दुवैले केही बेर केही बोलेनन्, केवल रातको शान्त आवाज सुन्दै बसे। पछि आमाले मुस्कुराउँदै भनिन्, यो खोला कहिल्यै यस्तो थिएन बाबु। भीमले केही बोलेनन्, केवल सुन्दै मात्र बसिरहे। आमैले फेरि बिस्तारै बोलिन्, जब म सानी थिएँ यो खोला यति सफा थियो। चन्द्रमाको अनुहार पनि स्पष्ट देखिन्थ्यो यसमा। केही क्षणपछि फेरि मौनता छायो। रात अझै शान्त बढ्दै गयो। आमाको स्वर कोमल भयो,
मेरो बाजे भन्नुहुन्थ्यो, पानी हराउँदैन, उसले केवल आफ्नो बाटो बदल्छ। भीमले पहिलो पटक हलुका मुस्कान दिए। उसले त्यो वाक्य आफ्नो मनभित्र धेरै गहिरोसँग राखे। पानी हराउँदैन, उसले केवल आफ्नो बाटो बदल्छ। त्यो रात चन्द्रमाको उज्यालोमा भीमले धेरै बेरसम्म जागा बसिरहे। उसले सुकेको खोलालाई हेर्दै मनै मन सोच्यो, यदि पानी साँच्चै हराएको होइन भने ऊ अहिले कहाँ बगेको होला। त्यही प्रश्नसँग रात अझै शान्त बन्दै गयो, हावा अझै कोमल बन्दै गयो र सिद्र गाउँ चन्द्रमाको न्यानो उज्यालोमा बिस्तारै निधाउँदै गयो। अर्को बिहान सूर्य अझै पहाडको पछाडिबाट पूर्ण रूपमा निस्किसकेको थिएन। आकाश हलुका सुनौलो र नीलो रङले भरिँदै थियो। हावामा बिहानको चिसोपन अझै बाँकी थियो। शीतल गाउँ बिस्तारै बिउजिँदै थियो। कुनै घरबाट गाईको मधुर आवाज सुनिन्थ्यो। कतै कुखुराले नयाँ दिनको स्वागत गरिरहेको थियो। भीमले पनि बिस्तारै उठे। उसले आफ्नो सानो घरको ढोका खोल्यो। चिसो हावाले उसको मुहारलाई हलुकासँग छोप्यो। उसले गहिरो सास फेर्यो। आज बिहान अरू दिनभन्दा केही फरक महसुस भइरहेको थियो। किन ऊ आफैलाई पनि थाहा थिएन। सायद हिजो राति आमैले भनेका ती शब्दहरू अझै पनि उसका मनमा गुन्जिरहेका थिए। पानी हराउँदैन, उसले केवल आफ्नो बाटो बदल्छ। ती शब्दहरू उसको मनमा बारम्बार दोहोरिरहेका थिए। उसले एउटा सानो डोकोको काँधमा राख्यो र गाउँभन्दा माथिको जङ्गलतिर बिस्तारै हिँड्न थाल्यो। ऊ दाउरा खोज्न जाँदै थियो, तर आज ऊ केवल दाउरा मात्र खोज्न गएको थिएन। ऊ प्रकृतिको कुरा सुन्न गएको थियो। बाटो साँघुरो थियो। दुवैतर्फ पुराना रुखहरू शान्त भएर उभिरहेका थिए। रुखका पातहरूमा बिहानको सानो शीतल शीत चम्किरहेको थियो। कहिलेकाहीँ एक थोपा तल झर्यो र चुपचाप जमिनमा हरायो। हावाले पातलाई बिस्तारै हल्लाइदिरहेको थियो। त्यो आवाज मानौ पुरानो लोरी जस्तै थियो। भीमलाई त्यो आवाज सधैँ मन पर्थ्यो। ऊ हतार गर्दैन थियो। हरेक केही पाइलापछि रोकियो, वरिपरि हेऱ्यो, सुन्यो अनि महसुस गर्यो। जङ्गलको बेचतिर पुगेपछि उसले एउटा निकै पुरानो बरको रुख देख्यो। त्यो रुख 100औं वर्षदेखि त्यहीँ उभिरहेको जस्तो देखिन्थ्यो। भीम त्यसको छहारीमा केही बेर बस्यो। उसले आफ्नो डोको भुइँमा राख्यो, आकाशतिर हेऱ्यो। पातहरूको बीचबाट सूर्यको किरण बिस्तारै झरिरहेका थिए। सबै कुरा एकदम शान्त थियो। त्यसै बेला उसले एउटा अनौठो कुरा देख्यो। बरको रुखभन्दा केही तल जमिन एउटा साँघुरो भाग अरू ठाउँभन्दा अलि हरियो देखिन्थ्यो। धेरै हरियो त थिएन, तर सुक्खा जमिनका बीचमा एउटा सानो हरियाली फरक देखिन्थ्यो। भीम त्यहाँ बिस्तारै पुगे। ऊ घुँडा टेकेर बस्यो। उसले माटोलाई हलुकासँग छोयो। माटो चिसो थियो, धेरै होइन, तर वरिपरिको सुक्खा जमिनभन्दा केही नरम। उसले त्यही क्षण आँखा बन्द गर्यो। हावा सुन्न थाल्यो र त्यस बेला उसलाई निकै टाढाबाट धेरै हलुका, लगभग नसुनिने पानी बगिरहेको जस्तो एउटा मधुर आवाज सुनियो। ऊ तुरुन्त उठ्यो। उसले हतार पनि गरेन,
केही क्षण ऊ त्यही शान्त बसेर सुन्दै गयो। हावा फेरि चल्यो, पातहरू फेरि सरसराए र त्यो आवाज बिस्तारै हरायो। भीम मुस्कुरायो। उसले केही निर्णय गरेन, उसलाई केही भन्न पनि चाहेन, किनकि कहिलेकाहीँ प्रकृतिले एउटा कुरा पहिलो पटक स्पष्ट रूपमा देखाउँदैन। ऊ फेरि उठ्यो, दाउराका केही साना हाँगाहरू बटुल्यो, डोकोमा राखियो र घर फर्किने बाटो लाग्यो। बेलुका चन्द्रमा फेरि आकाशमा उदायो। गाउँ फेरि शान्त हुँदै गयो। भीमले आफ्नो घर पछाडि बसेको पहाडतिर हेऱ्यो। आज उसको मनमा कुनै चिन्ता थिएन, केवल एउटा सानो जिज्ञासा मात्र थियो। सायद त्यो हरियो जमिनले केही भन्न खोजिरहेको थियो। सायद त्यो मधुर आवाज केवल हावाको खेल थिएन, वा सायद पानी साँच्चैकै कतै नजिकै थियो। तर त्यसको उत्तर खोज्नु भने कुनै हतार थिएन। आजको रात केवल विश्रामको रात थियो। चन्द्रमाको उज्यालो, चिसो हावा र प्रकृतिको नरम सङ्गीतसँगै शीतल गाउँ फेरि बिस्तारै निन्द्रामा डुब्न थाल्यो। यदि तपाईँहरू पनि अहिलेसम्म निदाउन सक्नुभएको छैन भने बाँकी कथाले तपाईँहरूलाई तुरुन्त निन्द्रामा पुर्याउँछ। अर्को दिन बिहान पहिलो किरण बिस्तारै शीतल गाउँमाथि फैलिन थाल्यो। हावामा हलुका चिसोपन थियो। रुखका पातहरूमा अड्किरहेका शीतका थोपाहरू सूर्यको उज्यालोमा सानो मोती झैँ चम्किरहेका थिए। गाउँ अझै शान्त थियो। कुनै हतार थिएन, कुनै ठुलो आवाज थिएन, केवल चराहरूको मधुर गीत र टाढाबाट गाईको घन्टीको कोमल धुन। भीमले आफ्नो सानो घरको आँगन सफा गर्यो। तुलसीको बोटमा थोरै पानी हाल्यो र केही बेर आकाशतिर हेरेर मुस्कुरायो। हिजो देखेको त्यो हरियो माटो र सुनेको त्यो हलुका पानीको आवाज अझै पनि उसको मनमा ताजै थियो। तर उसले कसैलाई केही भनेन। उहाँलाई लाग्थ्यो प्रकृतिको कुरा बुझ्न हतार गर्नु हुँदैन। उसले आफ्नो डोको उठायो र फेरि पहाडको पुरानो बाटो समात्यो। आज ऊ पहिले भन्दा अलि माथिसम्म पुग्यो। साँघुरो बाटो, तर आज साँघुरो बाटो थियो। बाटो साँघुरो थियो। दुवैतर्फ जङ्गली फुलहरू फुलेका थिए। कतै निलो, कतै पहेँला, कतै सेता साना फुलहरू। हावाले ती फुलहरूलाई बिस्तारै हल्लाइरहेको थियो। सूर्यको किरणहरू रुखका पातहरूबाट छिर्दै जमिनमा सुन्दर आकृति बनाइरहेका थिए। भीम बिस्तारै दौडियो। हरेक पाइला शान्त थियो। जङ्गल पनि मानव उसको साथमा हिँडिरहेको थियो। केही बेरपछि उसको एउटा पुरानो ढुङ्गाको चौतारी देखो। त्यो चौतारो निकै पुरानो थियो। ढुङ्गामाथि हरियो काई उम्रेको थियो। छेउमा एउटा विशाल पिपलको रुख उभिएको थियो। भीमले त्यही बसेर केही बेर विश्राम गर्न थाले। भीम हावाले पिपलका पातहरू उचाल्यो। पातहरूबाट निस्केको मधुर आवाज मानौ कुनै बुढो मानिसले बिस्तारै कथा सुनाइरहेको हो। त्यसै बेला एउटा निकै वृद्ध बाजे त्यहाँ आइपुगे। उनी हातमा लट्ठी लिएर बिस्तारै हिँडिरहेका थिए। उनी मुस्कुराउँदै भीमको छेउमा बसे। दुवै केही बेर मौन रहे। पछाडि बाजेले पहाडतिर हेर्दै भने, यो बाटोमा पहिले धेरै मानिस हिँड्थे। भीमले चुपचाप सुनिरह्यो। धेरै वर्ष अघि गाउँको खोला यही पहाडबाट बग्थ्यो।
भीमको ध्यान एकैपटक ती शब्दहरूमा गए। बाजेले फेरि बिस्तारै भने, 1 वर्ष ठुलो पहिरो गयो, त्यसपछि मानिसहरूले सोचे पानी सुक्यो। उनी त्यही क्षण मौन भए, पछि हलुका मुस्कुराए। तर मेरो बुबाले भन्नुहुन्थ्यो, पानी कहिल्यै सुक्दैन, उसले केवल नयाँ बाटो रोज्छ। भीमलाई हिजो आमैले भनेको कुरा फेरि सम्झना आयो। ती शब्द, त्यही अर्थ, तर आज अर्को व्यक्तिको मुखबाट। उसले पहाडतिर ध्यान दिएर हेऱ्यो। कतै पहाडको काखमा केही हरिया रेखाहरू देखिन्थे। अरू ठाउँ सुक्खा थियो, तर ती सुक्खा हरिया धर्काहरू अझै जीवित थिए। बाजेले ती धरती धक्कातिर औँला देखाउँदै भने, जुन ठाउँ हरियो रहन्छ त्यहाँ पृथ्वीले अझै पानीको सम्झना बिर्सिएको हुँदैन। त्यसपछि बाजे बिस्तारै उठे, आफ्नो लट्ठी समातेर फेरि गाउँतिर लागे। जाँदै जाँदा उनले एउटा अक्की भने, प्रकृतिले उत्तर दिन्छ, तर केवल धैर्यसँग सुन्नलाई। भीमले केही बेर त्यही चौतारीमा बसे। हावा सुस्केरा सुनाउँदै, पिपलका पातहरू मधुर आवाज सुनाउँदै हिँडिरहेका थिए। आज उनलाई कुनै प्रमाण भेटिन आवश्यक थिएन, कुनै ठुलो रहस्य पनि खुलेको थिएन, तर उसको मनमा एउटा सानो विश्वास जन्मिरहेको थियो। सायद गाउँको पानी हराएको थिएन, सायद उसले केवल एउटा बाटो मात्र रोजेको थियो। चन्द्रमा फेरि आकाशमा देखा पर्यो। शीतल गाउँ फेरि शान्त भयो र भीम आफ्नो मनभित्र एउटा सानो आशा बोकेर बिस्तारै घर फर्किए। अर्को बिहान शीतल गाउँमा फेरि एउटा शान्तको दिन सुरु भयो। पहाडमाथि हलुका कुहिरो फैलिरहेको थियो। सूर्यमा कोमल किरणहरू बिस्तारै त्यसै कुहिरोलाई चिर्दै तल झर्दै थिए। हावामा वनफुलको हलुका सुगन्ध मिसिएको थियो। सबै कुरा उस्तै शान्त थियो, तर भीमको मनमा एउटा नयाँ उत्सुकता पलाएको थियो। उसले बिहानको काम सक्यो, तुलसीमा थोरै पानी हाल्यो, आँगन सफा गर्यो र त्यसपछि सानो डोको र एउटा पुरानो कुटो बोकेर फेरि पहाडतिर लाग्यो। आज उसले दाउरा बोटल्ने सोच बनाएको थिएन। ऊ केवल हेर्न चाहन्थ्यो, सुन्न चाहन्थ्यो र प्रकृतिले देखाउने सङ्केत बुझ्न चाहन्थ्यो। ऊ हिजो बसेको चौतारीसम्म पुग्यो। त्यहाँ केही क्षण विश्राम गर्यो। पिपलका पातहरू फेरि सरसराइरहेका थिए, मानव पहाडले उसलाई स्वागत गरिरहेको हो। त्यसपछि ऊ अझै माथितिर बिस्तारै उत्लिन थाल्यो। बाटो साँघुरो हुँदै गयो। कतै पुराना ढुङ्गा थिए, कतै जरा जमिनबाट निस्किएका थिए र सावधानीका साथ हिँड्दै गयो। केही समयपछि ऊ एउटा पुरानो पहिरो गएको ठाउँमा पुग्यो। त्यहाँ ठुला ठुला ढुङ्गा झरिरहेका थिए। धेरै वर्ष बिते जस्तो देखिन्थ्यो। ढुङ्गामाथि हलुका काई पलाइरहेको थियो। ससाना झार पनि उम्रिएको थियो। भीम त्यहाँ शान्तसँग उभिए। उसले वरिपरि ध्यानपूर्वक हेऱ्यो। त्यसै बेला उसको नजरमा एउटा अनौठो कुरामा बस्यो। एउटा ठुलो चट्टानको फेदीमा सानो हरियो घाँसको गोलो टुक्रा देखियो। वरिपरि सबै सुक्खा थियो, तर सानो ठाउँ भने निकै ताजा देखिन्थ्यो। ऊ बिस्तारै त्यहाँ पुग्यो।
घुँडा टेकेर माटोलाई छोयो। माटो फेरि चिसो थियो, धेरै चिसो। उसको कान जमिनतिर झुक्यो। केही क्षण सबै मौन थियो। त्यसपछि धेरै हलुका, धेरै कोमल जमिनबाट पानी बगिरहेको आवाज सुनियो। त्यो आवाज ठुलो थिएन, तर शान्त थियो, निरन्तर थियो, मानौ पृथ्वीले गहिरो सास फेरिरहेको हो। भीम मुस्कुरायो। उसले कुनै हतार गरेन। उसले कुट्टोकोले माटो खोस्रियो। उसले केवल त्यो ठाउँलाई ध्यानपूर्वक हेऱ्यो। उसलाई लाग्यो प्रकृतिले वर्षौंदेखि यो सानो रहस्य सुरक्षित राखेको थियो र त्यो रहस्य सम्मान गर्नु पनि आवश्यक थियो। ऊ फर्किने बेला उसले बाटोमा केही साना ढुङ्गाहरू टिप्यो र हरियो ठाउँसम्म पुग्ने सानो बोटको किनारामा चुपचाप राखिदियो। कसैलाई देखाउन होइन, आफू फेरि आउँदा सजिलै चिन्नको लागि। बेलुका गाउँका केही वृद्धहरू चौतारीमा बसेर पुराना दिनहरू सम्झिरहेका थिए। भीम पनि त्यहीँ पुग्यो। ऊ उनीहरूको कुरा शान्तसँग सुन्दै बस्यो। एउटा वृद्धले भने, हामी सानो हुँदा पहाडमाथि एउटा सानो मूल थियो। अर्को वृद्धले टाउको हल्लाउँदै भने, हो, पहाडपछि पहिरोपछि कसैले त्यो बाटो नै गएन। ती शब्दहरू त्यही मूल थियो। सायद पानी अझै बगिरहेको थियो, तर त्यो कुनै निश्चित भन्न अझै समय लाग्ने थियो। आज पनि उसले कसैलाई केही भनेन। उसलाई थाहा थियो प्रकृतिले उत्तरहरू बिस्तारै खुल्दै जान्छ र केही बेर उत्तरहरू धैर्य राख्नका लागि मात्र हुन्छन्। यदि त्यो मूल अझै जीवित छ भने एक दिन त्यसले पानी फेरि गाउँसम्म अवश्य आइपुग्नेछ र आशा छ शीतल गाउँ फेरि गहिरो निन्द्रामा डुब्नेछ। यदि तपाईहरूलाई यो कथा कस्तो लाग्यो कमेन्टमा कमेन्ट गर्न नबिर्सिनुहोला र नयाँ भागको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। अब भीमले बिस्तारै त्यो गाउँमा पानी खोजेर बिस्तारै सबै पानी गाउँमा ल्याउँछ र सबैजना खुसी हुन्छन्। यदि तपाईलाई यो कथा मन पर्यो भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। तपाईहरू सम्पूर्णलाई शुभरात्रि। ह्याभ अ स्वीट ड्रिम्स। तपाईहरू सम्पूर्णलाई शुभरात्रि। ह्याभ अ स्वीट ड्रिम्स।
Thank you.